आजको यात्रा चाहिँ म्याकबीदेखि सिधै चाहिँ जमसङसम्म पुग्ने भन्ने कुरो आएको छ। आज गुरुजीले कहाँ कहाँ पुऱ्याउनुहुन्छ बाबा यस्तो उराल्दै खाँदै चाहिँ लैजानु भएको छ। बाटो त कस्तो चाहिँ छ वरिपट्टि पनि त्यस्तै बिचमा चाहिँ रोड कोही पिच कोही अफरोडमा उडाउँदै हुनुहुन्छ। यसो बिस्तारै गर्नु भनेको आमामा गुरुजीले म त यो रोडमा त कति वर्ष भइसक्यो यहाँको त म त राजा हो किङ हो लाइन हो बाघ हो गाडी हेर्दा त्यस्तै छ जहाँ बिग्रियो उहीँ फालेर हिँड्ला जस्तो खालको गाडी चलाइरहेछ। वेलकम ब्याक टु माई युट्युब च्यानल। अब चाहिँ हाम्रो प्रस्थान हुँदैछ सिधै चाहिँ यहाँदेखि जमसङसम्म। यहाँहरूले चाहिँ हेर्दै जानु होला के छ। नर्मली यो बिचको चाहिँ के छ कस्तो छ अब भोइस रेकर्ड गर्न त पाएकै छैन। के गर्नु जस्तो छ त्यस्तै दिनु पऱ्यो। यहाँलाई राख्दैछु हेर्दै जानु होला है। ढुङ्गाले छाड के अरे यसलाई घाँस सल्लाहको रहेछ है। यस्तै रुख छ नि अहिले यो सबै फर्केर परेको छ नि त। अहिले माथि पुगेपछि मालको गाउँसम्म पुगेपछि त्यहाँबाट एक साइडतिर फर्केको हुन्छ कि सबै यसो। यो ठाउँमा आइपुग्यौँ। यो ठाउँमा अब मजाको कौवाले पनि कार गरिरहेछ। सल्लाहको बुट्टा सरर सल्लाहको बुट्टाहरू रहेछ। यही गाडीमा आछौँ हामी आजको यो मुस्ताङ मार्फाको चाहिँ नि। अब च्याप्प गएर यतापट्टि यो धौलागिरी हिमाल देखिरहेछ। म तपाईँहरूलाई यहाँ अलिकति कुहिरोले ढाकिरहेको छ पुष्पमा देखाइदिन्छ। यो चाहिँ आमा हो यस्तो हेर्दै आइरहेको छौँ। यो ठाउँ यस्तो मजाको रहेछ। असिम थकाली खाना घर भन्छ।
उतापट्टि ठ्याक्कै वासरुमहरू व्यस्त रहेछ। यहाँ किराना पसल यस्तै बसेर खाने ठाउँ। यहाँ काली गण्डकी पुरा फाँट छ वरपर पुरै बालुवा बनाएर यसरी बोकेको रहेछ। तलपट्टि त्यस्तो खोजमा बोकेको छ भने माथिपट्टि यस्तो चाक्लो फराकिलो बगरको रूप बनाएको रहेछ। यहाँनिर कति कति एयरपोर्टहरू बन्ला जस्तो देखायो उनीहरूको। जति उचाइ चढ्दै गयो उति रुखहरूको चाहिँ बनावट पनि एकदमै फरक खालको देखिँदै जाँदो रहेछ। तल तल एकदमै राम्रो खालको हटाएर एकदम च्यासै पारे जस्तो खालको रुखहरू पुरै पाहाडमा छत्रङ्ग परेको रुखहरू देखिँदै जाँदो रहेछ। कफी सपहरू होटेल भ्यू पोइन्टहरू निस्किन्छ तिम्रो हिँड्दै हिँड्दै फोटो खिच्न खन्ती बजार कालो पगरै पगर आजको यो चाहिँ म्याग्नेट मार्फा जमसम्मको चाहिँ यात्रा कस्तो लाग्यो भने